ग्यासको अभाव छ अहिले, तर हाम्रो जमिनबाट ग्यास छ, हामीले फाल्ने फोहोरमा ग्यास छ, त्यस फोहोरको व्यवस्थापन गऱ्यो भने हामी ग्यास निकाल्न सक्छौँ, जमिनबाट ग्यास निकाल्न सक्छौँ। अरू थुप्रै विकल्पहरू हाम्रा निम्ति हुन सक्छन्। त्यो कुरा भनेको अब त हद्दै भयो, ग्यास निकाल्ने पो कुरा गर्छ। त्यहाँ बङ्गलादेशमा चुलामा पाइप पुर्याएको छ, त्यहाँ पाकिस्तानमा चुलामा पाइप पुर्याएको छ। भारतकै मुख्य सहरहरूमा, विकसित सहरहरूमा, मुम्बईहरूमा त्यहाँ पाइपबाटै ग्यास चुलामा पुर्याएको छ। त्यत्रो अमेरिका, त्यत्रो रुस, त्यत्रो चीन, त्यत्रो जापान, कोरिया, ती सबैले चुलामा पाइप पुर्याएका छन्। मैले भने अलिक समय पर्खिनुहोस्, अहिले हामी अप्ठ्यारोमा छौँ, अलिकति समय लाग्छ, थोरै समय दिनुहोस्, चुलामा पाइप जान्छ। यस्तो नचाहिँदो कुरा गर्न पाइन्छ भनेर फेरि आउँछ। म त छक्क पर्छु। मान्छेहरू त्यस्तो छ। काठमाडौँमा इलेक्ट्रिक भेहिकल चलाउने, बसहरू चलाउने, डिजेलको फुरफुर मात्रै किन चाहियो? इलेक्ट्रिकबाट चलाउने, कार चलाउने, बस चलाउने। अब कतिपय विद्वान बुद्धिजीवीहरू, पढ्न लेख्न नजानेकै मान्छेहरू त्यो पनि त्यस्तो कुरा गर्ने भन्छ। संसारमा यस्तो धेरैवटा सहर भइसक्यो।